25 जनवरी 2026 का दिन अम्बाला जाउँ क्षेत्रीय समितिको आयोजनामा सुसम्पन्न हुन गइरहेको आमसभा कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल पारौँ। आदरणीय मूलपूर्व अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिका अग्रज कार्यकर्तागणज्यूहरू, सहकर्मी मित्रजनहरू, क्षेत्रीय समितिद्वारा सञ्चालित विभागीय इन्चार्जज्यूहरू, कार्यकर्ताज्यूहरू र करिब 18 नगर समितिका नेता कार्यकर्तागण, एरिया समिति, टोल समितिसम्मका जुझारु मूलपूर्वका सिपाहीज्यूहरूलाई अभिवादन टक्राउन चाहन्छु। आदरणीय साथीहरू, यही 25 जनवरी 2026 का दिन दिउँसो 12 बजेदेखि अम्बाला शहरको परशुराम धर्मशालामा हुन गएको आमसभा कार्यक्रमलाई सम्बोधन गर्नको लागि नेपालदेखि प्रमुख अतिथिको रूपमा नेपाल किसान सङ्घका राष्ट्रिय अध्यक्ष भैरवराज रेग्मीज्यू, यस क्षेत्रका इन्चार्ज ठाकुर खनालज्यू, केन्द्रीय महासचिव त्रिभुवन भट्टराईज्यूको विशेष उपस्थिति रहनेछ भने केन्द्र क्षेत्रदेखि कार्यकर्ताहरूको उपस्थिति रहनेछ। सम्पूर्ण विभागीय इन्चार्जहरू, नगर समितिका नेता कार्यकर्तागणहरू, मूलपूर्वलाई अहिलेसम्म अभिभावकको रूपमा स्वीकार्दै आउनुभएका शुभचिन्तकज्यूहरूलाई उक्त कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई भव्य र सभ्य रूपमा सुसम्पन्न गर्नको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।